हेलो हेलो नमस्कार सबैजनालाई। आज म हजुरहरूको सामुने जेट प्लान्टको रिपोर्टिङ गर्न गइरहेको छु, जुन चाहिँ मैले कटिङबाट लगाएको थिएँ केही महिना अगाडि। मैले यसको कटिङ सारेको थिएँ, आज जरा पनि आइसक्यो, पट पनि सानो भएर यसलाई चाहिँ मैले एउटा प्लास्टिकको गिलासमा रिपोर्टिङ गर्न गइरहेको छु अहिलेको लागि हैन। यो जेट प्लान्ट चाहिँ एउटा यस्तो लकी प्लान्ट हो, यो एकदम शुभ मानिन्छ, जुन कुरा सबैलाई थाहा छ। आज चाहिँ मैले यो प्लास्टिकको गिलासमा मल माटो सबै रेडी गरेर यसमा रिपोर्टिङ गर्न गइरहेको छु हैन। यो प्लान्ट चाहिँ एकदमै राम्रो, यसलाई बोन्साई बनाउन पनि सजिलैसँग सकिने, पानीमा पनि सजिलैसँग ग्रो गर्न सकिने र ह्याङ्गिङ बनाएर राख्न पनि सकिने। यो जेट प्लान्टको सबैभन्दा राम्रो चाहिँ यसलाई हामीले जस्तो सेप दिन चाहन्छौँ नि त्यस्तै सेप हामीले दिन सकिन्छ कि। यो एउटा युनिक प्लान्ट हो है। यो चाहिँ हामीले जस्तो खालको पटमा पनि लगाउन सकिन्छ, चाहे त्यो माटोको गमला होस्, चाहे त्यो प्लास्टिकको गमला होस्, चाहे त्यो सेरामिकको गमला होस् है। यो एउटा सकुलेन्ट प्लान्ट हो, यसलाई धेरै पानी पनि चाहिँदैन। माटो चाहिँ स्यान्डी र वेल ड्रेन्ड हुनुपर्छ। फर्टिलाइजर यसलाई धेरै खाद्यान्न चाहिँदैन, त्यसैले महिनामा एकपटक युनिक फर्टिलाइजर दिएमा एकदमै राम्रो हुन्छ है साथीहरू। मैले चाहिँ जेट प्लान्टको रिपोर्टिङ गरेँ, यो चाहिँ मेरो बेस्ट प्लान्ट हो है।